छोरा बुहारी नाति पनि छन् नाता नातिले सबै काठमाडौँ छन् बाबुले विदेशमा जागिर छँदैछ कति छ त्यो बाबुको नानी एउटै छोरी हो कुन पैसाको मद्दत रहेछ खोइ नपाउने होला छोरी कहाँ छ छोरी अनि यहाँ घर यहाँको बेच्नुभयो कि बजारमा पनि पैसा कमाउने मैले साग पकाएको थिएँ के भयो ग्यासमा एकचोटि चलायो अनि डढेको जस्तो उहिले सर्व भएको अहिले हो र बुढाबुढी एक्लै बस्नु घर भाडामा दिनुभयो होला अनि भाडामा दिएछ पैसा पेन्सन